आज स्कुलमा यस्तो के भयो कि हामी गेट बाहिरै बस्नु पर्यो। हेलो 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 साथीहरू नमस्ते। म चाहिँ फेरि पनि आज नयाँ भ्लग लिएर आइसकेको छु र म चाहिँ आज पनि जाँदैछु ट्युसन। बिहान बिहान चिसो चिसो मौसममा म चाहिँ घरबाट निस्किन लागेको। हामी चाहिँ 4 जना मिलेर जान्छौँ ट्युसन बजारदेखि मुलारा। म चाहिँ अब साथीले बोलाएको ठाउँनिर जान्छु होइन साथीहरू। अब बिहान ट्युसनमा चाहिँ निरज, म, सन्तोष र कमल जान्छौँ बजारदेखि र म चाहिँ अहिले सन्तोषको रुमतिर जाँदैछु र निरज पनि जाडोमा 1-2टा ज्याकेटहरू लगाएर आइसकेका छैन होइन साथीहरू। र अब सन्तोषलाई बोलाम है त। सन्तोष साथी पनि घरबाट निस्किसकेका छन् र उनले गेट लगाएर यता क्यामेरातिर हेर्दै हाई गरेर हिँडिसक्यौँ हामी ढिला नगरिकन। हामीहरू चाहिँ कुरा गर्दै गइसकेका छौँ स्कुलतर्फ ढिला नगरिकन फटाफट। र हामीले चाहिँ कमललाई फोन गरेर बोलाइसकेका छौँ। उनलाई चाहिँ श्रीनगर चोकमा। भिडियो लामो हुने भएकाले मैले चाहिँ स्पिडमा बनाइदिएको छु भिडियो। सबैजनाले बोर नमानिकन हेरिदिनु होला मेरो भिडियो र मलाई साथ सपोर्ट गरिदिनु होला भन्ने आश गरेको छु। कमल साथी पनि अघि आएर हाम्रो पर्खाइमा बसिरहेका रहेछन् र हामी जान बित्तिकै उनी पनि हामीसँगै फटाफट हिँडिसकेका छन्। हामीहरू सबै मिलेर कुराकानी गर्दै अगाडि बढिरहेका थियौँ र निरजले म समात्छु क्यामेरा भनेपछि निरजले समातेका छन् होइन, देख्न सक्नुहुन्छ। र हाम्रो सन्तोष साथी चाहिँ जग्गा नमानेर बिस्तारै बिस्तारै आइरहेका थिए। अगाडिबाट अरू स्कुलको विद्यार्थी पनि गइराख्नु भएको थियो। हाम्रो कमल साथी चाहिँ चिल पारामा हिँडिरहेका थिए भने सन्तोष साथी चाहिँ अहिले जग्गा नमानिकन हेरिरहेका थिए होइन। हामी चाहिँ फटाफट हिँडेर शान्तिनगर पुगिसकेका थियौँ र हामी चाहिँ अब गफगा भन्दै होइन साथीहरूसँग हिजोको ब्लगको कुरा गर्दै हिँडिरहेका थियौँ। अब चाहिँ हाम्रो सन्तोष साथीले फेरि आज सायरी हान्ने भनेका छन् र सुनौँ है कस्तो हान्छन् सायरी। फुल राम्रो गुलाबको काँडा भयो नि, भलक राम्रो सन्तोषको छाडा भयो नि। सायरी मन परेको भए कमेन्टमा नाइस लेखिदिनु होला होइन सबैजनाले। र हामी चाहिँ आज अलि ढिलो गरेका थियौँ र आज अहिले हामी ढिलो हिँडिरहेका छौँ। र हामीलाई चाहिँ कुकुरको डर लाग्थ्यो त्यही भएर लास्टै लखेर कुकुरले आज नि हिजो नि लखडेको थियो। हामी भागेर गयौँ। हाम्रो चाहिँ म्याडम गइसक्नु भएको रहेछ होइन। आज हामीले अलि ढिलो गरेका थियौँ नि त, त्यसैले म्याडम गइसक्नु भएको थियो। तर हामीले दौडेर गएर भेटाइहाल्यौँ म्याडमलाई नि, धेरै अगाडि जानु भएको रहेनछ। म्याडमलाई भेटाउने चक्करले हामी डुगेका थियौँ र सन्तोष साथीहरू पछाडि थिए र उनीहरूले नि हामीलाई दौडेर आएर भेटाइसकेका छन् होइन। र अब हामी चाहिँ सबै म्याडम हामी 4वटा र एउटी नानीसँग 5 सबै गएर हामी स्कुलतर्फ छिटो छिटो गइरहेका छौँ। र आज हाम्रो ढिलो भएको थियो हल्का र हामी चाहिँ स्कुल पुगिसकेको थियो र स्कुलमा आज सर नै आउनु भएको रहेछ र गेट बन्द थियो र हामी 1 घन्टा जति बाहिर बसेका त थिएनौँ तर 15 मिनट जति बस्यौँ र सर आउनुभयो र सर आएपछि फटाफट गेट खोलिसकेपछि हामी चाहिँ भित्रतिर लाग्यौँ। हामी चाहिँ फटाफट क्लासतिर लागिहाल्यौँ होइन सबैजना। र म्याडम पनि पछि पछि आउनु भएको थियो र मैले चाहिँ क्लासमा गएर उफ्रेर लाइट बालिदिएँ र म चाहिँ बेन्चतिर बसेँ। निरज पनि आइसकेका थिए क्लासमा र म्याडम आउनु अगाडि नै उनले चाहिँ मेटिसकेका थिए। हामी चाहिँ पढिसकेर स्कुलदेखि बाहिर आइसकेका छौँ र हामी चाहिँ अब घरतिर लागिहाल्यौँ। आज चाहिँ अहिले ढिलो भएको थियो र हामी फटाफट जान लागेका छौँ। आज चाहिँ हामी 4 जना मात्र छौँ, केटीहरू चाहिँ पछाडि नै छन्
हामी चाहिँ अहिले ढिलो हुन्छ भनेर फटाफट आइसकेका छौँ। अस्मिता चाहिँ अरू साथीहरूलाई पछाडि नै छोडेर अगाडि आइछे दौडेर हामीसँग कुरा गर्दै अगाडि बढ्यौँ हामी चाहिँ फटाफट। हामीलाई चाहिँ ढिलो भएको थियो र म दौड गरेर गइरहेका थियौँ। म र निरज र विशाल सन्तोष कमल चाहिँ अर्को लामो बाटो गएका थिए र हामी चाहिँ दौड आयौँ र उनीहरूले बैठाएर उनले सलाम ठोक्दै थिए 84 मा म्याडी भन्ने लक्ष्यका साथ। उनी चाहिँ सलाम ठोक्न सोचिरहेछन् र हामी चाहिँ तल सिमनेर आइसकेका छौँ र हामी अब घर पुग्नै लागिसक्यौँ। अब एकछिनमै घर पुगिहाल्छौँ। सन्तोष साथीले र कमलले चाहिँ पपकर्न ल्याएका रहेछन्, हामीलाई दिए। हामी चाहिँ खाँदै अगाडि बढ्यौँ पपकर्न खाएर। म चाहिँ घर पुगिसकेको छु र अब चाहिँ साथीहरू घर जान्छन्, म चाहिँ आफ्नो घरतिर लाग्छु। र भ्लग मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि पनि भोलि नयाँ भ्लगमा भेटौँला। त्यति बेलाको सम्मको लागि बाइ बाइ साथीहरू।